वेट गर चुचुपीसँगै आउने हेलो नमस्ते सबैजनालाई सबैजना सन्चै हुनुहुन्छ होला हामी पनि ठिकै छौँ अनि आज चाहिँ हामी कोरोना पार्कतिर घुम्न आइराखेको छौँ आमा बाबा बच्चालाई लिएर आज चाहिँ नेपालको माता औँसीको दिन पनि परेको छ त्यही भएर सम्पूर्ण आमाहरूलाई माता औँसीको शुभकामना ह्याप्पी मदर्स डे अनि आज चाहिँ वेदर त्यस्तो नराम्रो छैन टेम्परेचर चाहिँ हाई छ तर हल्का यसरी क्लाउडी छ कि त्यही भएर शीतल छ घुम्न लायककै छ वरिपरि चाहिँ यस्तो छ यतातिर ट्रेनहरू आइराखेको छ हामी चाहिँ ट्रेनमै आएको अहिले भर्खर चाहिँ अनि यतातिर हामी जाने चाहिँ यता हो यता जान गइराखेको छौँ पार्क चाहिँ त्यता छ है आमा बाबा चाहिँ यहाँ पुरा ट्रेनहरू हेर्दै हुनुहुँदो रहेछ एक बार ट्रेन रहेछ थुप्रो 8, 9, 10 गरे 11 ट्रेन त्यति मात्रै हो र यहाँ मात्रै देखेको ओके यो देखेर छक्क पर्नुभयो हेरिराख्नु भएको छ आमाहरूको लागि त ट्रेनहरू पनि नयाँ कुरा नै हो हामी भर्खर त्यही भएर आमाहरूलाई ट्रेन चढाउँदै ल्याएको रमाइलो पनि भयो शीतल पनि भयो यताबाट अर्को ट्रेन आउँदैछ यस्तो क्लाउडी छ आज चाहिँ भन्नाले घाम पनि लाग्दैछ चर्को घाम छैन यस्तो क्लाउडी परेको छ यतातिर चाहिँ कोरोना पार्क अब हामी जाने त्यता हो हामीले चाहिँ पर्खिराखेको चाहिँ फ्लोरा चाहिँ कता गयो खेल्दै त आउँदैछ यता छ फ्लोरा यता कुद्दैछ फ्लोरा रानी आइपुग्यो छिट्टो आउला नानी चुचुपिपीहरूलाई भेटाउनु पर्छ नि त नि ल हामी चाहिँ अब कोरोना पार्क आइपुग्न लागेको हो यहाँनिर हजुर यस आऊ न चुचुसँग भेट्यो अघि कहाँ कुदेर तिमी ओ पिपी फुल कति फुलेछ आमाम दामी देखेको छ म फोटो खिचिदिन्छु है बाबाआमालाई यहाँनिर ल भयो है म गयो अनि म बिचार एरोप्लेन आयो कस्तो राम्रो पछाडितिर कस्तो राम्रो प्लेग्राउन्डको वरिपरि फ्लोरा र उसको ड्याडी त यहाँ पुगिसकेछ यहाँ उसको ड्याडी फ्लोरा र अनि उसको ड्याडी यहाँ पुगिसकेको छ अनि हामी चाहिँ माथि छौँ अहिले चाहिँ तल झरिसकेको छैन फ्लावर यो फुल चाहिँ एकदम मजाले फुलिसकेछ हामी चाहिँ यही माथिबाट हेरिरहेको छौँ माग जाइ पत्या आहा यस्तो राम्रो चेरी फुलिरहेछ पर्फेक्ट ठिक्कको फुलिराखेको रहेछ
रमाइलो हुँदैछ नि म्याम्सु प्याप्सु खै यता हेरिदिनु त एकचोटि हेलो खै एक खन्का नाचिदिनु नि त्यसो भए शिरको फुललाको माया कहिले नभुला शिरको फुललाको माया कहिले नभुला भन्ने के अरे गीत चाहिँ हाम्रो प्याकको फेभरेट हो नि त आम्मामा ठ्याक्कै फुलेर पर्फेक्ट बेलामा आइपुगेछ यहाँ चाहिँ भनेपछि कोरोना पार्कमा नाचियो नि एक फनको अब म फोटो खिचिदिन्छु एउटा अलि यता बस्नु ठ्याक्कै बिचमा बस्नु त एउटा फोटो खिचिदिन्छु ल एकछिन आराम गर्नु त्यहाँनिर अनि फेरि जानुपर्छ कस्तो लाग्दैछ म्याम्सु प्याप्सुलाई कोरोना पार्क अचम्म लाग्छ उदेक लाग्छ नयाँ ठाउँ अनौठै लाग्छ रमाइलो लाग्छ अनौठो लाग्छ फुल पुरा फुलिरहेछ यहाँ वरिपरि यसरी आमा बाबा यहाँ बस्नु भएको छ रेस्ट गरिराख्नु भएको छ एकछिन ल अब फेरि हामी जानुपर्छ उतातिर कस्तो पर्फेक्ट वेदर भयो भने नि आज त अलिअलि क्लाउड पनि छ अनि प्लस घाम पनि लागिरहेछ पानी पनि परेको छैन त्यस्तो पोल्ने गर्मी पनि छैन एकदम पर्फेक्ट वेदर पनि भयो बाबा आमालाई पर्फेक्ट भयो नानीलाई त्यहाँनिर प्लेग्राउन्ड रहेछ एकैछिन नानीलाई त्यहाँ खेल्नु लगेर फेरि जानुपर्नेछ ल नानी एकछिन यहाँ खेलोस् हामी चाहिँ यतातिर बसेर एकछिन रेस्ट गर्नु पर्यो It's a baby, Lolo. A mommy. I see baby. Yeah. You see baby? Hello, happy Mother's Day. Thank you. आज मदर्स डे हो नि त नेपालको हैन नेपालको मदर्स डे हो पार्कमा यसो एकछिन आएको हावा खान रमाइलो भएर उयो सबै क्या फुलहरू फुलिरहेको छ फ्लोरा चाहिँ बाजे बजूसँग कता खेल्दै हो
हामी चाहिँ खाजासाजा खाइसकेर अब घरतिर जाने भन्दा पनि उतातिर एकछिन डुलेर जाने भन्ने भयो। अनि बाबाहरू चाहिँ उता पुग्नुभयो है। घर जाने बेला भयो। अब चाहिँ हावा चल्यो, शीतल, अति शीतल लाग्यो मलाई चाहिँ। आमाहरूलाई फेरि चिसो लाग्छ एकैछिनमा। बुढाबुढी मान्छे सेन्सिटिभ हुन्छ, त्यही भएर अब चाहिँ हामी बिस्तारै घर जाने। घाम पनि गइसक्यो अनि नानी कुदेकै गरेर बल्ल नानीलाई स्ट्रोलरमा हालेर अब चाहिँ बिस्तारै उताबाट घुम्दै घर जाने। यहाँ चाहिँ अमेरिकाको झन्डा फरफराइरहेको रहेछ। हामी चाहिँ अब घर जाने तर्खरमा। हेलो हेलो कुद्ने ग्रुपहरू आइसक्रिम ट्रक आयो। ए आइसक्रिम ट्रक नि छोरीले खाँदैन नि त नि, तर चिसोमा खानु हुँदैन। अब चिसो सुरु भयो। आइसक्रिम ट्रक थियो त्यही आइसक्रिम ट्रक। अब चाहिँ चिसो चिसो हावा चल्नु थाल्यो। घरतर्फ जाँदैछौँ। आमा बाबा आउँदै हुनुहुन्छ यता पछाडि। आइसक्रिमको ट्रक पनि पुरा बजिरहेछ पछाडि। यहाँ यस्तै छ, वरिपरि चाहिँ यस्तै छ। सो दिस इज कोरोना पार्क। यहाँनिर चाहिँ अमेरिकाको फ्ल्याग हालिरहेको छ। नानी कुदेर हामी सबैजनाको त एउटा पनि भिडियो पनि छैन त हौ। कता हो फ्ल्याग? ल and kwasje hè. यहाँ एउटा सानो पोखरी छ। यस्तो छ, सानो पोखरी छ। आमाहरू चाहिँ पोखरी हेर्दै हुनुहुन्छ। कस्तो यक्कसम्म रहेछ। अब चाहिँ यतिको रात पर्यो। अब चाहिँ हामी डुल्दै डुल्दै घरैतर्फ लागिराखेको छौँ। सो यो चाहिँ हाम्रो मदर्स डेको केक। अब केक काट्न लागेको। हाम्रो आमा चाहिँ यहाँ बस्नु भएको छ।